नमस्कार, म चाहिँ योगेश लुइटेल नेपालबाट। अनि मैले चाहिँ यो स्कुल रोज्नको कारण चाहिँ यही स्कुलमा पढ्नुभएको पहिलाको एउटा दाइ मैले ओसाकामा भेटाएको थिएँ, सेविसी गर्नुहुन्छ उहाँ चाहिँ भनेर। अनि ऊ दाइले चाहिँ मलाई यो स्कुलको बारेमा भन्नुभएको थियो। यहाँनिरको सरहरू चाहिँ एकदम दयालु स्वभावको हुनुहुन्छ र एकदमै हेल्पफुल हुनुहुन्छ तपाईँको भिजाको लागि। भिजा र पढाइमा एकदम 100% छ अहिलेसम्मको रिजल्ट। त्यही भएर त्यहाँनिर गएर पढ्यो भने पछिको लागि तिमीलाई भिजामा गाह्रो हुँदैन भनेर भन्नुभएको। सिसोको फिक्स गर्नलाई सफल बनाएँ। त्यो स्कुल त्यहाँनिरको तपाईँको त्यो खाइसिया रोज्नुको कारण चाहिँ मलाई पहिलादेखि नै ओगादा ट्रकहरूमा चाहिँ घिउ बढी भएको कारणले र सिउसिउ गर्दाखेरि चाहिँ टोकियो एरिया वरिपरि नै सिउसिउ गर्न मन लागेको कारणले मैले त्यहाँ एप्लाई गरेको थिएँ। र लिनेन्सीमा गइसकेपछि मसँग गएको तिर्नलाई पैसा पनि अलिक कमै थियो र मैले सेवा किन लिएर त्यहाँदेखि एउटा नोट लेख्ने बानी बसाल्नुपर्छ। नोट लेखेर पढ्यो भने याद हुन्छ, हरेक कुराहरू नोट राख्नुपर्छ, सरहरूसँग डिस्कस गर्नुपर्छ नबुझेको कुराहरू होइन। त्यो एडभाइसहरू चाहिँ अनि यहाँनिरको अब तपाईँलाई निगाताको ट्याङ्की चाहिँ जाडो महिनामा एकदमै चिसो हुन्छ होइन, हिउँ पर्छ, हिउँ पर्ने भएको साइकलहरू हाक्न सकिँदैन। र गएकोमा अब यहाँनिर नजिकै तपाईँहरू गेमहरू खेल्नुहुन्छ भने चाहिँ नजिकै तपाईँको स्टेडियमहरू पनि छ र घुम्नको लागि डुनीहरू पनि छ। रमाइलो गर्नको लागि सनसेट भ्यू हेर्नको लागि एकदमै नजिकै छ। यहाँबाट 20 मिनट लाग्छ साइकलमा। र अब रमाइलो गर्नको लागि उनी स्टेडियमहरू तपाईँले अब स्पोर्ट डेहरू हुन्छ स्कुलमा त्यसमा भाग लिएर पनि आफ्नो